यो रेकी उपचार पद्धति भनेको कम्प्लिमेन्ट्री थेरापी हो। यो 44 वर्षको इतिहासमा जम्मा 2 जनालाई मैले उपचार गर्न सकिनँ, निको पार्न सकिनँ रोग। तर डाक्टरले 7 दिन खानु भनेर दिएको औषधि एकै दिनमा खाएर त्यो रोग त निको हुँदैन। र मैले भन्ने बेलामा नेतादेखि लिएर परनेतासम्मलाई पनि मैले हिलिङ गरेँ र हिलिङ गर्दाखेरि उहाँहरूको धेरै समस्याहरू पनि समाधान भयो। अब मेरो आमा मेरो अगाडि 6 महिना मात्रै हुनुहुन्छ भन्ने थापेपछि म एकजना डाक्टर भएर पनि चिन्ताको प्रसङ्ग आउँदो रहेछ, विषय आउँदो रहेछ। नमस्ते। आजभन्दा विगतको 40-45 वर्ष अगाडि मेरो यात्रा क्यानाडाको थियो। मेरो क्यानाडाको यात्रामा मलाई केही शारीरिक समस्या भयो। अनि शारीरिक समस्या हुँदाखेरिमा अनि क्यानाडामा जो व्यक्ति हुनुहुन्थ्यो फ्रिजबन्ट, डाक्टर फ्रिजबन्ट, उहाँले चाहिँ नि तिम्रो यो शारीरिक समस्या चाहिँ नि मेडिकल ट्रिटमेन्टले भन्दा कुनै आध्यात्मिक उपचारले चाहिँ नि राम्रो हुन्छ भन्ने उहाँले मलाई सल्लाह दिनुभयो। र सल्लाह मात्रै दिनु भएन, सँगसँगै उहाँले मलाई त्यो स्थानसम्म पुर्याउनु भयो। अनि त्यो स्थानमा पुर्याइसकेपछि त्यहाँ एकजना भिक्षु मङ्क त नभनिहालौँ, तर अलिकति सात्विक व्यक्ति हुनुहुँदो रहेछ। र उहाँले चाहिँ नि एक प्रकारले रेकी उपचार पद्धतिको सेकेन्ड डिग्रीको डिस्टेन्ट हिलिङ जस्तै हिसाबले चाहिँ नि उहाँले चाहिँ नि उपचार गरिदिनु हुँदो रहेछ। र मलाई पनि परिचय गराइयो। परिचय गराइसकेपछि त्यहाँ उहाँले ल ठिक छ, तपाईको समस्या समाधान हुन्छ भनेर भन्यो। अनि त्यसपछि उहाँले मलाई एउटा रुममा लगेर, कोठामा लगेर बेडमा ल तपाईँ पल्टिनुस्, मन लाग्छ भने निदाउनु भए पनि हुन्छ भनेर त्यो सल्लाह दियो। अनि त्यसपछि उहाँले मलाई अब तपाईलाई हिलिङ गर्छु भनेर भन्नुभयो। स्मरण रहोस्, त्यो चाहिँ नि आध्यात्मिक उपचार पद्धति थियो। अनि आध्यात्मिक उपचार पद्धति थियो। अनि उहाँले मलाई लगभग 20 देखि 25 मिनट उपचार गरिदिनु भयो। उपचार गरिसकेपछि अनि उहाँले म त निधा छु, उहाँले उठाउनु भयो। ल राम्रो भयो भनेर भन्नुभयो। अनि सिद्धियो। अनि मेरो जुन क्यानाडामा बसाइ थियो त्यो बसाइ पनि झन्डै झन्डै टुङ्गे थियो। अनि त्यसपछि मैले यो पद्धतिलाई मैले सिक्न मिल्छ भनेर भन्दाखेरि चाहिँ नि उहाँले के भन्नुभयो भने मिल्छ तर समय चाहिन्छ भनेर भन्यो। अनि त्यसपछि मैले केही बेसिकली कुराहरू सिकेर नेपाल आएँ। नेपाल आइसकेपछि 4-5 वर्ष त्यसै व्यतीत भयो। 4-5 वर्ष त्यसै व्यतीत भइसकेपछि अनि मैले आफ्नो परिवारमा केही समस्या देखेँ। केही समस्या देखिसकेपछि र मेडिकल उपचारबाट चाहिँ नि त्यो समस्या चाहिँ नि छिटो समाधान हुने देखिएन। नदेखिँदाखेरिमा चाहिँ नि म त्यसपछि अध्यात्ममा केही छ कि भनेर खोजी गरेँ। गरिसकेपछि 2052 सालमा मैले एकजना व्यक्तिलाई भेटेँ जसले मैले आफ्नो परिवारको समस्या राख्दाखेरि चाहिँ नि उहाँले रेकी उपचार गर्नुस् भनेर सल्लाह दिनु। सल्लाह दिइसकेपछि
हुन्छ कसरी के भनेर मैले सोधेँ। तपाईँ सिक्नुस् भन्ने भयो। अनि त्यही सिक्ने परिप्रेक्ष्यमा 2052 सालमा सिक्ने परिप्रेक्ष्यमा चाहिँ नि मैले त यो कुरा त क्यानाडामै सिकिसकेको रहेछ भन्ने कुरा ज्ञात भयो। तर अब क्यानाडामा चाहिँ नि स्पिरिचुअल हिलिङ भनेर चलिरहेको थियो। तर यता आइसकेपछि चाहिँ नि त्यो चाहिँ नि रेकी उपचार पद्धति रहेछ। अनि रेकी उपचार पद्धति रहेछ अनि सिकेँ। अनि त्यसपछि 2052 सालबाट मेरो नियमित रूपमा रेकी उपचारको चाहिँ नि यात्रा सुरु भयो। धेरै साथीहरूसित सम्बन्ध राखेर एउटा समूह स्थापना गरेर एउटा एनजिओ पनि हामीले सञ्चालन गऱ्यौँ र त्यहाँ लगभग 20-22 वर्ष हामीले लगातार रेकीको उपचार गऱ्यौँ र धेरैले यसलाई सकारात्मक लिनुभयो। धेरैको समस्याहरू समाधान पनि भयो र मैले भन्ने बेलामा नेतादेखि लिएर परनेतासम्मलाई पनि मैले हिलिङ गरेँ र हिलिङ गर्दाखेरि उहाँहरूको धेरै समस्याहरू पनि समाधान भयो र यो यात्रा अनवरत रूपमा अगाडि बढिरहेको छ। अनि अब 2052 सालमा मैले यहाँ नेपालमा एकजना व्यक्तिबाट रेकी भन्ने कुरा मलाई जानकारीमा आयो। जानकारीमा आइसकेपछि मेरो अध्ययनको सिलसिलामा म भारत गएको थिएँ। अनि भारतमा चाहिँ नि धेरै रेकीको संस्थाहरू रहेछ। अनि मेरो भेट भारतमा चाहिँ नि डाक्टर एसके स्यानी। अब उहाँ चाहिँ नि विशेष गरेर चाहिँ नि आध्यात्मिक उपचार पद्धतिमा लागिराख्नु भएको निरन्तर 20औं वर्षदेखि लागिराख्नु भएको रहेछ उहाँ। र उहाँले चाहिँ नि दिल्लीमा चाहिँ नि संस्था सञ्चालन गरेर बसिराख्नु भयो। अनि दिल्लीमा संस्था सञ्चालन गरेर बसिराख्दाखेरि चाहिँ नि म आफ्नो अध्ययनको सिलसिलामा मेरो पेसा रेडियोलोजिस्ट जसमा म प्राङ्गत छु, मैले अध्ययन गरेको छु, त्यसैको नि केही अध्ययन बाँकी थियो। त्यसैलाई नि दिल्लीमा गएर मैले सिद्ध्याउन गएको थिएँ। अनि डाक्टर एसके सानीसित चाहिँ नि मेरो भेट भयो। अनि डाक्टर एसके सानीसित भेट भइसकेपछि चाहिँ नि उहाँले तिमीलाई रेकी भनेको थाहा छ भनेर सोध्नुभयो। सोधिसकेपछि हामी आध्यात्मिक कुरा गर्दाखेरि रेकी भनेको थाहा छ भनेर भन्नु। अनि मैले भने थाहा छ, मलाई अलिअलि थाहा छ, विशेष त थाहा छैन भनेर भन्दाखेरि चाहिँ नि उहाँले तिमीले सिक्नुपर्छ, राम्रो हुन्छ, सिक भन्ने सल्लाह दिनुभयो। अनि उहाँसितै नि मैले फर्स्ट डिग्री लिएँ, रेकी फर्स्ट डिग्री लिएँ। अनि अब सायद अब बिजनेस पर्पजको हिसाबले हो या कसरी हो, उहाँले चाहिँ नि मलाई बिहान फर्स्ट डिग्री दिनुभयो, बेलुका सेकेन्ड डिग्री सिकाउनु भयो। किन अब तिमीले रेकी फर्स्ट डिग्रीको धेरै अभ्यास गरिसकेछ, तिमीलाई थाहा पनि रहेछ, ज्ञान पनि रहेछ, त्यसै भएर रेकी फर्स्ट डिग्रीमा चाहिँ त्यति साह्रो अल्मलेर नबसौँ, तिमी रेकी सेकेन्ड डिग्री ल्याऊ भनेर भन्नुभयो। अनि सेकेन्ड डिग्री लिएँ। अनि सेकेन्ड डिग्री लिइसकेपछि सेकेन्ड डिग्रीको साधना कालकै अन्तर्गत म जुन भारतमा बसाइ थियो त्यति बेला नि मैले रेकी मास्टर डिग्री लिएँ। रेकी मास्टर डिग्री लिइसकेपछि अनि म नेपाल आएँ। नेपाल आइसकेपछि मैले जुन अघि नै भने जस्तै एनजिओ संस्था खोलेँ। एनजिओ संस्था खोलिसकेपछि त्यहाँ धेरै स्टुडेन्टहरूलाई, विद्यार्थीहरूलाई, रेकीका विद्यार्थीहरूलाई रेकी हिलिङ गर्ने, धेरै विद्यार्थीहरूलाई रेकी हिलिङ गर्ने, रेकी सिकाउने यस्तो कार्यहरू हामीले गऱ्यौँ। गरिसकेपछि अनि उहाँ डाक्टर एसके सानी नेपाल आउनुभएको थियो, भ्रमणमा आउनुभएको थियो। अनि उहाँले चाहिँ नि के भन्नुभयो भनेदेखि तिमीले मास्टर डिग्री मात्र लिएर पुग्दैन,
एडभान्स मास्टर डिग्री पनि लिनुपर्छ भन्ने सल्लाह दिनुभयो। अनि एडभान्स मास्टर डिग्री पनि लिनुपर्छ भन्ने सल्लाह दियो। अनि यहाँ 2-4 जना हाम्रो साथीहरू पनि भेट भयो। भेट भइसकेपछि हामी पनि एडभान्स लिने भन्ने कुरा भयो। अनि हामी नेपालमा बसेर चाहिँ नि हामीले रेकीको मास्टर डिग्रीको एडभान्स हामीले लियौँ। अनि यो रेकी परम्परामा कसो हुन्छ भन्दाखेरिमा जब 210 जनालाई रेकी दीक्षा दिइसकेपछि अनि उहाँहरूको रिपोर्ट हेरेर हामीले रेकी फाउन्डेसन छ भारतमा जुन चाहिँ नि अमेरिका रेकी फाउन्डेसनबाट सञ्चालित छ। रेकी फाउन्डेसनबाट सञ्चालित छ, त्यसको शाखा भारतमा छ। त्यसको चाहिँ नि संस्थापक चाहिँ नि डाक्टर एनके शर्मा हुनुहुन्छ। उहाँ एनके शर्माले चाहिँ नि तपाईको राम्रो रहेछ, तपाईले 210 जनाभन्दा बढीलाई रेकी दीक्षा पनि दिइसक्नु भएको रहेछ, यसकारण चाहिँ नि तपाईले अब ग्रान्ड मास्टरशिपको लागि एप्लाई गर्नुस् भनेर भन्नु। अनि मैले पनि नेपालबाट ल ठिक छ त भनेर ग्रान्ड मास्टरशिपको एप्लाई गरेँ। एप्लाई गरिसकेपछि म त्यसमा सक्सेस भएँ। हामी भारतको अनि बङ्गलादेशको, श्रीलङ्काको अनि जापानकै पनि 2 जना हुनुहुन्थ्यो, सिङ्गापुरको हुनुहुन्थ्यो, क्यानाडाको हुनुहुन्थ्यो। हामी 32-33 जनाले त्यो एक्जाम दिँदाखेरिमा नेपालबाट म चाहिँ नि त्यहाँ पास भएँ, सेलेक्ट भएँ। सेलेक्ट भइसकेपछि मलाई त्यो संस्थाले चाहिँ नि रेकी ग्रान्ड मास्टरशिप चाहिँ नि प्रदान। त्यसरी रेकीको यात्रा चाहिँ नि एकैचोटि ग्रान्ड मास्टर भएको होइन कि त्यसको लागि चाहिँ नि लगभग 10 देखि 12 वर्ष, अझ भन्ने हो भने 15 वर्षको यात्रा पार गर्नु पर्यो। जुन हामीले नेपालमा हिलिङ सेन्टर जुन एनजिओ हामीले दर्ता गऱ्यौँ, त्यहाँ हामीले विशेषतः चाहिँ नि योगको कार्यक्रमलाई ध्यान दिएर र होलिस्टिक पद्धतिलाई हामीले मतलब अब सबैले भन्ने गर्ने गरेको छ के त भन्दाखेरिमा हाइजेनिक खान पर्छ, अर्ग्यानिक खान पर्छ भन्छ। तर अब यो 56-57 सालतिर अर्ग्यानिक भनेको पनि त्यति साह्रो थाहा थिएन, हाइजेनिक भने पनि थाहा थिएन। हाम्रो बजारमा भएको सबै राम्रै थियो, अर्ग्यानिक थियो, हाइजेनिक थियो। र त्यही कन्सेप्टलाई हेरेरै नि त्यो एनजिओ संस्था हामीले नेपाल सरकारमा दर्ता गरेको पनि थियौँ। र हामीले त्यहाँ एउटा होलिस्टिक स्टोर पनि राखेका थियौँ, जुन चाहिँ नि हेल्थ फुडको भन्नु पर्यो। त्यहाँ चाहिँ नि जसरी पलिस नगरेको चामल भयो, र सुगर, सक्खर र यी कुराहरू बिक्री हुन्थ्यो। र हाम्रो त्यहाँ सानो एउटा ठाउँ पनि थियो, त्यहाँनिर चाहिँ नि हामीले अर्ग्यानिक खाना खान पर्छ भन्दाखेरिमा यसरी खान पर्छ भनेर त्यहाँ हामीले प्योर आटाको हैन, आफैले घरमा गहुँ धोएर पिनेको त्यो आटाको मोमोजहरू हैन, भेज मोमोहरू भयो, अनि जस्तो भेज चतामरी भयो, यिनीहरू चाहिँ नि हामीले त्यहाँ बनाएर सेवाको कार्य गर्थ्यौँ। अनि त्यसैमा चाहिँ नि केही व्यक्तिहरू, कोही मेरो घुँडा दुखेको छ, कोही मेरो ढाड दुखेको छ, कोही मलाई माइग्रेन छ भनेर त्यसरी धेरै व्यक्तिहरू आउनुहुन्थ्यो। अनि आउनु भइसकेपछि हामीले त्यहाँनिर नि के गर्यौँ भनेदेखि त्यस्ता व्यक्तिहरूलाई किन हामी रेकी हिलिङको अभ्यास किन नगर्ने भनेर हामीले एउटा शाखा पनि हाम्रो उसमा राख्यौँ। शाखा राखिसकेपछि धेरैजना त्यहाँ उपचार लिन थाल्नुभयो। त्यो खाजा पनि खान आउने अनि उपचार पनि लिएर जान थाल्यो।
अनि जान थालिसकेपछि अनि उनीहरूले नि इच्छा व्यक्त गरे के त भनेदेखि हामीलाई यो रेकी पद्धति सिकाइ पनि दिनु पर्यो भन्ने त्यो कुरा पनि भयो र धेरैको समस्या समाधान पनि भयो। अब मलाई जहाँसम्म लाग्छ रेकी एकमात्रले उसको रोग निदान भएन कि जस्तो उसले रेगुलर अर्ग्यानिक खाजा खान थाल्यो, हेल्थ फुडहरू प्रयोग गर्न थाल्यो, खान थाल्यो, अनि त्यसपछि योग बिहान सबेरै आएर योग पनि गर्न थाल्यो, अनि सँगसँगै उसले के त भने हिलिङ पनि लिन थाल्यो। अनि हिलिङ पनि लिन थालिसकेपछि मेरो त खुट्टा दुखेको निको भयो, म त अब त कुनै पनि पेन किलर खान पर्दैन रहेछ भन्ने कुरा उसले बुझ्यो। ढाड दुखेको धेरै ढाड दुखेकोहरूले पनि त्यो कुरा बुझ्यो। अनि त्यसपछि हामीले अहिलेसम्म कतै पनि विज्ञापन गरेका छैनौँ। यो जति पनि हामीसित क्लाइन्टहरू हामी जोडिएका छौँ, हजारौँ व्यक्तिसित हामी जोडिएका छौँ। कसरी जोडिएका छौँ भने एक आपसमा उसलाई राम्रो भयो, उसलाई राम्रो भइसकेपछि उसले आफ्नो परिवारमा आफ्नो साथीभाइलाई मलाई त यसो गरेर राम्रो भयो ल तिमी पनि जाने भनेको छन्। त्यसरी चाहिँ नि हाम्रो चाहिँ नि रेकी चाहिँ नि अगाडि बढ्दै गयो। अब रेकीको लेभल अनुसारले अब मास्टर डिग्री र ग्रान्ड मास्टरसिप भइसकेपछि त त्यसमा चाहिँ नि हामी साधनाको माध्यमबाट ती कुराहरू पनि हामीले र उसको बोलीचाली आनीबानीले पनि त्यसलाई हामीले अड्कल चाहिँ नि लगाउँछौँ। तर हामीले चाहिँ नि सबभन्दा पहिले चाहिँ नि कुनै पनि समस्या भएर आएको छ, जस्तो घुँडा दुखेर आएको छ भने उसको के भएर घुँडा दुखेको छ, यसको लागि चाहिँ नि हामीले मेडिकल साइन्ससित चाहिँ नि हातेमालो गर्ने गरेका छौँ। जस्तो उसको एक्सरेहरू हेर्ने, उसको रिपोर्टहरू उसले मेडिकल के चेकअप गराएको छ ती रिपोर्टहरू हेर्ने। र रेकी यस्तो पद्धति हो कि अब धेरै मान्छेको चाहिँ नि के जनधारणा छ भन्दाखेरिमा रेकी गरिसकेपछि औषधि खान पर्दैन। तर हामीले भन्दाखेरिमा चाहिँ के भन्छ भनेदेखि तपाईले कुनै पनि समस्या भएको औषधि प्रयोग गरिराख्नु भएको छ, औषधि खाइराख्नु भएको छ भनेदेखि त्यो औषधिलाई तपाईले बन्द गर्ने होइन। तपाईले रेकी उपचार गर्दै जानुस्। रेकी उपचार गर्दै गइसकेपछि तपाईको समस्या बिस्तारै समाधान भएर आइसकेपछि तपाईलाई जसले जुन विशेषज्ञले तपाईलाई औषधि खुवाएको हो उहाँसित गएर काउन्सिलिङ गर्न जानुहोस्। अब मेरो यो समस्या पुरै देखिएन, मेरो समाधान भयो, अब म राम्रो भइसकेको छु, मैले यो खाइराखेको औषधि छोडौँ कि नछोडौँ। किनभने यो कुरालाई हामी सबैले चिन्तन मनन गर्नुपर्छ। के त भन्दाखेरिमा मेडिकल साइन्स होस् या अरू कुनै पनि औषधि जसमा औषधि दिइन्छ त्यो भनेको ठुलो रिसर्च गरेर, ठुलो अन्वेषण गरेर ल परीक्षण गरेर ल भनेर औषधि दिएको हुन्छ। त्यसै ल मुख हेरेर औषधि दिएको हुँदैन। कुनै प्याथोलोजी ल्याबमा यिनीहरूमा गएर जाँच गरेर ल फलानालाई यो औषधि खायो भने निदान हुन्छ। अनि त्यसै कारण चाहिँ नि हामी रेकी उपचारकहरू पनि के भन्छौँ त भन्दाखेरिमा तपाईले जुन रोगको पनि औषधि खाइरहनु भएको छ तपाईको आफू खुसी छोड्ने होइन। तपाईले आफूलाई जसले औषधि खान दिएको हो उसित काउन्सिलिङ गरेर सल्लाह गरेर मात्रै तपाईले औषधि छोड्नुपर्छ। र आयो कुरा तपाईले भन्नुभयो जस्तो कसरी रेकीले थाहा पाउने त फलानालाई यो समस्या छ भन्दाखेरिमा चाहिँ नि हामीले मेडिकल साइन्सको रिपोर्ट के भनेको छ, उसलाई एन्जाइटी छ, एन्जाइटीको औषधि खुवाइराखेको छ कि, डिप्रेसनको औषधि खुवाइराखेको छ कि, स्ट्रेस छ स्ट्रेसको औषधि खुवाइरहेको छ, या कुनै पनि जस्तो ब्लड प्रेसर भयो, डायबिटिज भयो, युरिक एसिड भयो, थाइरोइड, कोलेस्ट्रोल हैन, यिनीहरू जटिलभन्दा जटिल रोगहरूको यिनीहरूको औषधिहरू खाइराखेको छ भने हामी कसैलाई पनि औषधि नखाऊ पनि भन्दैनौँ। र सहयोगको रूपमा उहाँहरूले जुन रिपोर्ट ल्याउनुहुन्छ, रिपोर्ट हामीलाई देखाउनुहुन्छ, त्यो रिपोर्टलाई हामी अध्ययन गर्छौँ। त्यो रिपोर्टलाई अध्ययन गरिसकेपछि अनि उसलाई रेकी प्रविधिबाट कसरी उसलाई कति समयसम्म उपचार गर्न पर्ने हो, कसरी उपचार गर्ने पो हो, उसलाई कुन चाहिने योग एक्सरसाइज गराउनु पर्ने हो, खाना पार्न बार्नु पर्छ भनेदेखि के खाना पार्न बार्न पर्छ, त्यो सबै हामीले सहयोगको रूपमा चाहिँ नि जहाँबाट रिसर्च गरेर
रिपोर्टहरू तयार गरिएको छ। त्यो रिपोर्टको माध्यमबाट हामीले उपचार गर्ने गरेका छौँ। र अब कतिपयले चाहिँ नि जनधारणा के बनाएको छ भने अब रेकी उपचार गरिसक्यो औषधि खान पर्दैन भन्छु। म हजुरकै यो मिडियाको माध्यमबाट के अनुरोध गर्न चाहन्छु भन्दाखेरिमा आफू खुसी चाहिँ नि नगर्नुहोस्। तपाईलाई जसले तपाईलाई औषधि खानु भन्नुभएको छ, औषधि खानुपर्छ, तपाईले परहेज गर्नुपर्छ भनेर जुन सल्लाह दिनुभएको छ उहाँसित एकपल्ट सल्लाह गरेर मात्रै तपाईले छाड्नुपर्छ भने छाड्नुहोस्। आफू खुसी चाहिँ नि नगर्न अनुरोध पनि गर्दछु। जुन मैले 2052 सालको जुन कुरा गरेँ, 2052 सालको कुरा गर्दाखेरि म एकपल्ट त्यहाँ फर्केर जान्छु। मैले किन यो उपचार पद्धतिलाई खोजी गरेँ, किन त भन्दाखेरिमा मेरो जननी मलाई जन्म दिनुभएको आमालाई जब उहाँ 89 वर्षको हुनुहुन्थ्यो, 89 वर्षको हुँदाखेरिमा चाहिँ उहाँलाई पाठेघरको क्यान्सर देखियो। अब पाठेघरको क्यान्सर देखिसकेपछि अब 2052 सालमा भनेको हाम्रो नेपालमा त्यति साह्रो विकास भइसकेको थिएन। विकास त भएको थियो तर धेरै रिसर्चहरू यिनीहरू चाहिँ आएको थिएन। अनि मेरो सिनियरहरूको सल्लाह अनुसार, सिनियर डाक्टरहरूको सल्लाह अनुसार चाहिँ नि मैले आमालाई भेलोरमा परीक्षण गर्न लिएर गएँ। परीक्षण क्यान्सरको परीक्षण लिएर जाँदाखेरिमा चाहिँ नि भेलोरमा मलाई के भन्ने जवाब आयो भनेदेखि उहाँको क्यान्सर चाहिँ नि 3rd स्टेजमा पुगिसकेको छ, एकदम मेजर अवस्थामा छ। अझ उनीहरूले त किटेरै भनिदियो के त भने अब ऊ त 6 महिना मात्रै बाँच्छ भनेर। जब मैले अब मेरो आमा मेरो अगाडि 6 महिना मात्रै हुनुहुन्छ भन्ने थाहा पाएपछि म एकजना डाक्टर भएर पनि चिन्ताको प्रसङ्ग आउँदो रहेछ, विषय आउँदो रहेछ, अनि पीडा पनि हुँदो रहेछ। अनि त्यसपछि त्यही भेलोरमै नि मैले सल्लाह पाएँ कि रेकी उपचार गर्नु, अब 6 महिना मात्रै छ, रेकी उपचार गर्नु राम्रो हुन्छ भन्ने सल्लाह पाएँ। सल्लाह पाइसकेपछि अनि मैले के हो रेकी उपचार भन्ने कुरा त्यहाँ बुझ्दाखेरिमा चाहिँ नि मैले त धेरै वर्ष अगाडि नै यो स्पिरिचुअल हिलिङ भनेर सिकिसकेको कुरा रहेछ भने। अनि आमालाई 6 महिना मात्रै भनेको थियो तर मैले नेपालमा लिएर आएँ। नेपालमा लिएर आइसकेपछि उहाँलाई साह्रै दुखाइ हुने र पेन किलरले पनि उहाँलाई काम नलाग्ने। अनि मैले रेकी उपचार गर्न सुरु गरेँ। रेकी उपचार सुरु गर्दाखेरिमा चाहिँ नि उहाँले केही राहत महसुस गर्नुहुन्थ्यो। उहाँ सुत्नुहुन्थ्यो र पेन किलरले 2 घण्टा मात्रै काम गर्थ्यो भने हिलिङ गर्दाखेरि चाहिँ नि 4-5 घण्टा नि उहाँ आरामसित सुत्नुहुन्थ्यो। अनि मैले उहाँलाई हिलिङ कन्टिन्यू दिनको 3 पल्ट 4 पल्ट जुन बेला फुर्सद हुन्छ त्यही बेलामा हिलिङ गर्दै गएँ। र 6 महिना भनेको अचम्म 6 महिना व्यतीत भएर मेरो आमा 5 वर्षसम्म बढी बाँच्नुभयो। डाक्टरले 6 महिना भनेको अर्को 4.5 वर्ष उहाँ बढी बाँच्नुभयो। अब मैले चाहिँ नि यसको सम्पूर्ण श्रेय चाहिँ नि मैले नियमित रेकी गरेको हुनाले उहाँको आयु बढेको भन्न चाहन्छु। र दोस्रो कुरा मेरो मिसेसलाई पनि उहाँको फ्लेबिन ट्युबमा चाहिँ नि बच्चा बस्यो। फ्लेबिन ट्युबमा बच्चा बसिसकेपछि अब फ्लेबिन ट्युबमा बच्चा बसेपछि अपरेसन गर्नुपर्छ। अपरेसन गरेर त्यो बच्चा चाहिँ नि फालियो, त्यो सबै सफा गरियो, क्युरेट गरियो, त्यो सबै गरिसकेपछि उसको के भनाइ आयो त भन्दाखेरिमा ल उहाँको पाठेघर फाल्न मिल्दैन रहेछ। किनभने पाठेघर फाल्न मिल्दैन भनेदेखि उसको पाठेघरमा सिस्ट पनि छ, ट्युमर पनि छ। यदि हामीले पाठेघरमा चलायो भनेदेखि अहिले जुन अवस्था छ त्योभन्दा जटिल हुन पनि सक्छ भन्ने विशेषज्ञ डाक्टरहरूको सल्लाह आयो। सल्लाह आइसकेपछि अब के गर्ने भनेदेखि पाठेघर नफाल्ने भन्ने कुरा आयो।
पठेघर नफाल्ने भन्ने कुरा आयो। अब त्यसै फेलोपियन ट्युब सफा गरियो अनि त्यसपछि त्यसको जुन मेडिसिन औषधिको साइड इफेक्टले भनौँ या कुनै व्यवधानले भनौँ, मेडिसिन त्यति बेला धेरै औषधि चलाएको भएर त्यो औषधिले भनौँ या अरू कुनै कारणले भनौँ, त्यसले गर्दाखेरिमा चाहिँ नि उसको किडनीमा चाहिँ नि समस्या देखियो। उसको किडनीमा समस्या देखियो। किडनीमा समस्या देखिसकेपछि समस्या देखिँदै गयो र समस्या झन्झन बढ्दै गयो। अनि मैले रेकी उपचार गर्न सुरु गरेँ र सुरु गरिसकेपछि अब त्यो समस्या समाधान भइरहेको थिएन, समस्या बढिरहेको थियो र विशेषज्ञ किडनीका विशेषज्ञ डाक्टर साहबहरूले चाहिँ नि अब डायलिसिस गर्नुपर्छ भन्ने थियो। मैले चाहिँ नि हिलिङ गरिरहेको थिएँ। हिलिङ गरिरहेकोमा चाहिँ नि नितान्त 22 वर्ष चाहिँ नि हिलिङमै चल्यो। 22 वर्षसम्म हिलिङमै चल्यो। त्यसपछि आएर 22 वर्षपछि आएर चाहिँ नि उसमा डायलिसिस गर्नै पर्ने समस्या देखियो। क्रिएटिनिन एकदम बढ्यो। क्रिएटिनिन बढिसकेपछि धेरै बढ्यो। बढेपछि शरीर सुन्निन थाल्यो। सुनिसकेपछि डायलिसिस गर्न पर्ने भयो र मैले त्यो दौरानमा चाहिँ नि किडनी ट्रान्सप्लान्ट गर्न मिल्छ कि भनेर मैले धेरै विशेषज्ञहरूसित सल्लाह लिएँ। सल्लाह लिँदाखेरि चाहिँ नि उहाँहरूले के भन्यो भनेदेखि यो पाठेघरको समस्याले गर्दाखेरि किडनीमा समस्या आएको, त्यसै भएको हुनाले चाहिँ नि किडनी ट्रान्सप्लान्ट गर्ने हो भनेदेखि हामी गरिदिन्छौँ, तर कति दिन चल्छ के हुन्छ त्यो चाहिँ हामी भन्न सक्दैनौँ। मुख्यतः स्वेलिङ भयो, शरीर सुनिसकेपछि अब डायलिसिस गर्नुपर्ने। अनि त्यसपछि 10 वर्ष चाहिँ नि मैले डायलिसिस गरेँ र मैले मेरो भनाइअनुसार चाहिँ नि के त भन्दाखेरिमा मैले भन्नै पर्ने कुरा चाहिँ नि के त भन्दाखेरि सायद मैले जब किडनीको उहाँको समस्या आएको थियो, समस्या थाहा पाउने बित्तिकै मैले रेकी हिलिङ नगरेको भएदेखि त्यति लामो समयसम्म चाहिँ नि उहाँलाई मैले बचाइराख्न सक्दिनँ थिएँ। त्यसै भएको हुनाले जुन 32 वर्षको यात्रा रह्यो त्यो पनि सम्पूर्ण श्रेय चाहिँ नि मैले रेकी उपचार पद्धतिलाई नै दिन चाहन्छु। यो कुरालाई मैले भन्नै पर्दाखेरिमा चाहिँ नि मैले कसरी भन्छु भन्दाखेरिमा अलिकति यो रेकी उपचार पद्धति भनेको कम्प्लिमेन्ट्री थेरापी हो। अल्टरनेटिभ थेरापी अन्तर्गत कम्प्लिमेन्ट्री थेरापी हो। र यो कम्प्लिमेन्ट्री थेरापी जसरी आयुर्वेद भयो, योग भयो, अन्य अरू पनि थुप्रै उपचार पद्धतिहरू छ मेडिकल साइन्स बाहेक, एज इन द होमियोप्याथी पनि भन्ने हामीले होमियोप्याथीलाई पनि लिउँ। यो कस्तो छ भन्दाखेरिमा यी सबैको के त भन्दाखेरि मैले भन्दाखेरिमा चाहिँ के भन्छ भने यिनीहरूको युनिटी नभएर के यो पद्धतिहरूको युनिटी भएन, सङ्गठन यो सङ्गठित छैन। किन भनेदेखि तपाईँ आयुर्वेदमा पनि हेर्न जानुस्, कुनै पनि आयुर्वेदिक विशेषज्ञ कहाँ तपाईँ गइसकेपछि उसले नसक्ने भयो भनेदेखि म सक्दिनँ फलाना कहाँ जानुस् भनेर रिफर गर्ने ठाउँै छैन के, कहाँ पठाउने? किनभने मेडिकल साइन्समा उनीहरूले पठाउँदैन। अब आयुर्वेदिकको ऊभन्दा जान्ने विशेषज्ञ को छ भन्ने कुरा उसले नै अनभिज्ञ हुन्छ या पठाउन चाहँदैन। योगको पनि त्यस्तै छ, हामीले देखिरहेका छौँ। योगको पनि अहिले हामी देखिरहेका छौँ। एकजना भारतको विद्वान व्यक्ति, उहाँभन्दा बाहेक अरू कोही पनि छैन। हामी नेपालमा पनि छ योगका थुप्रै व्यक्तिहरू छ, तर हामीले भन्दाखेरिमा के भन्छौँ त भन्दाखेरिमा त्योभन्दा अलिकति यो विशेषज्ञ कहाँ गएपछि यो भिन्दै पृथक आउँछ कि भन्ने कुरा कोस कहाँ पठाउने त? यसको मतलब के त भने यी सबै विधाहरूमा यो जुन कम्प्लिमेन्ट्री मेडिसिन छ, कम्प्लिमेन्ट्री मेडिसिनमा के छ त भन्दाखेरिमा रिफरल गर्ने सिस्टमै छैन के। अनि दोस्रो कुरा के त भने युनिटी छैन।
सङ्गठित छैन। अनि सङ्गठित नहुँदाखेरिमा जसलाई समस्या पर्यो उसले समस्याको आफ्नो जटिलता कहाँ लगेर पोख्न जाने त? बाध्य भएर त ऊ सबै कुरा गरेर, सबै थेरापी, सबै उपचार गरेर, कम्प्लिमेन्ट्री मेडिसिन प्रयोग गरेर ऊ जाने कहाँ त? आखिरमा त अन्त्य त उही मेडिकल साइन्समै जानुपर्ने नि त। किनभने उहाँ त रिसर्च छ, उनीहरू सङ्गठित छ। हैन? अनि यसले गर्दाखेरिमा चाहिँ नि यो हाम्रो मानिसहरूमा के आयो त भन्दाखेरिमा अलिकति रुष्टता आयो क्या। आखिरमा त लास्टमा त त्यहीँ जानुपर्ने रहेछ नि त, त्यसपछि यो बिदा हेरेर के गर्ने भनेर भन्दाखेरि एक जमात त्यसरी पर सरे। दोस्रो जमात के त भन्दाखेरिमा मैले बारम्बार भन्ने गरेको छु, के त भन्दाखेरिमा लिटिल नलेज मोर बी डेन्जरस। अलिअलि जान्यो, फर्स्ट डिग्री लिग्यो, जे गरे पनि रेकी गर न भनेर भनिदियो कि। अलिअलि जानेको छ, के गर्ने रेकी गर्ने, अनि कसले गरिदिन्छ म गर्ने। अनि त्यहाँ कुनै जटिलता आयो भनेदेखि त ल मैले त सकेन बा त तपाईँ हस्पिटलले जानुहोस् भनेपछि अनि उसलाई कसरी विश्वास गर्ने? अब हामीले एनजिओमा दर्ता पनि गऱ्यौँ। एनजिओमा दर्ता गरिसकेपछि त्यो विधिवत रूपले सञ्चालन पनि भयो, सञ्चालित पनि भयो। तर मैले यो कुरालाई औलाउन चाहदिनँ। के चाहदिनँ भन्दाखेरिमा जस्तो कुनै पनि निकायमा चाहिँ नि हामीले त्यो दर्ता गर्ने प्रथा चाहिँ नि हाम्रो देशमा पनि छ। तर हाम्रो देशको कानुन, हाम्रो देशको नीति नियमै कस्तो छ त भन्दाखेरिमा बाहिर गएर पढेर आउने, बाहिर गएर 10औं वर्ष त्यो विषयमा काम गरेर आउने, अनि त्यसपछि नेपालमा आएर त्यसकै प्रमाणपत्रको आधारमा काम गर्न पाइँदैन। यहाँ आएर फेरि परीक्षा दिनुपर्छ, एक्जाम दिनुपर्छ। अन्त कतै पनि नियम छैन। नेपालमा चाहिँ त्यो नियम चाहिँ किन छ त्यो मैले बुझेको छैन। जसरी हामीले सिटिबिटीमा हामीले गर्न पनि गयौँ, रेकी उपचार पद्धतिलाई हामीले सिटिबिटीको माध्यमबाट चलाउनु पर्छ भनेर हामी सिटिबिटीमा गर्न गयौँ। सिटिबिटीमा गर्न जाँदाखेरिमा तपाईहरुको थेसिस बनाइराख्नु भएको त्यो चाहिँ नि हामी मान्यता दिँदैनौँ। हाम्रो छुट्टै प्रकारको थेसिस तयार गर्नुपर्छ भन्ने कुरा। अनि त्यो थेसिस बनाउनको लागि चाहिँ नि लाखौं रुपैयाँ लाग्छ भन्ने पनि कुरा आयो। अनि मैले अघि नै पनि हजुरलाई औँलाइसकेको छु। के औँलाइसकेको छु भने सङ्गठन छैन, सङ्गठित छैन। सङ्गठित नभइसकेपछि त्यहाँ दर्ता गर्न जानलाई त त्यो लाखौं रुपैयाँ त एकजनाले खर्च गर्न त गाह्रो पर्छ। अनि मैले जुन ग्रान्ड मास्टरसिपसम्म गर्दाखेरि पनि के गरेँ त भने सो अध्यापन गरेँ के। मैले विदेशमा धेरै ठाउँमा गएर क्लासहरू सञ्चालन गर्छु। त्यहाँ क्लासहरू सञ्चालन गर्दाखेरिमा मेरो प्रमाणपत्रको आधारमा उहाँहरूले तपाईँ फलाना हुँदो रहेछ भनेर मान्यता प्रदान गरिन्छ। नेपालमा त्यो कुराको खोजी पनि भएको छैन के। र हामीले मेडिकल एसोसिएसनमा पनि हामीले यो कम्प्लिमेन्ट्री मेडिसिन हो, कम्प्लिमेन्ट्री मेडिसिन भइसकेको हुनाले यसलाई केही गर्नुपर्छ भन्दाखेरिमा चाहिँ नि त्यहाँ पनि केही सुनवाई भएन। अनि त्यसै भएर बाध्य भएर हामी के त भने चुप लाएर बस्यौँ। जस्तो विदेशमा विदेशीहरू धेरै स्ट्रेसमा छन्। उहाँहरू व्यस्त पनि छ, स्ट्रेस पनि हुनुहुन्छ। र उहाँहरू स्ट्रेस भएको हुनाले उहाँले केही समय निकालेर त्यो स्ट्रेसको समाधान खोजिरहेको हुन्छ र केही समय निकालिरहेको हुन्छ। अनि त्यो समय निकालिरहेको अवस्थामा चाहिँ नि हामी रेकी हिलर हेरेर त्यहाँ पुग्यौँ भनेदेखि व्हाई डोन्ट डू द रेकी हिलिङ भनेर उहाँहरूलाई हामीले भन्दाखेरिमा उहाँहरूले यो इन्टरनेटको माध्यमबाट अध्ययन गरिराख्नु भएको हुन्छ। त्यो अध्ययनको माध्यमबाट ओके भनेर स्वीकार्नुहुन्छ। तर हाम्रो यहाँ नेपालमा भन्ने हो भनेदेखि हामी नेपालीहरूलाई काम पनि छैन, फुर्सद पनि छैन भन्ने म रुचाउँछु कि।
किनभने कसैलाई पनि तपाईलाई म रेकी उपचार गरिदिन्छु, रेकी हिलिङ गरिदिन्छु, तपाईँलाई राम्रो हुन्छ भनेर भने आज नगरौँ भोलि गरौँ भन्ने एउटा टाड्ने प्रथा छ। चुप्प लाएर बसिरहेको हुन्छ, मोबाइल चलाएर बसिरहेको हुन्छ। मैले आफ्नै घरमा पनि देखेको छु, मोबाइल चलाएर बसिरहेको छ, त्यो हेरेर चाहिँ ल मलाई यस्तो भएको छ भनेर मलाई हिलिङ गरिदेऊ न भनेर आफ्नै परिवारले पनि भन्दैन के। अनि घरभित्रै त्यो कुरालाई हामीले लागू गर्न सकेन भने हामी बाहिर लागू गर्न सक्छौँ र? सकिँदैन हैन। त्यस कारणले गर्दाखेरि पनि मैले हेर्ने दृष्टिकोण भन्दा पनि मैले भने नि के त भने सबभन्दा ठुलो कुरा यसमा चाहिँ सङ्गठित हुनु पर्यो कि युनिटी हुनु पर्यो, देखिनु पर्यो के। अहिले हामी काठमाडौँ सहरमै हामी कुरा गरौँ। काठमाडौँ सहरको कुरा गर्दाखेरिमा यहाँनिर रेकी सेन्टर भनेर तपाईँले कहीँ साइनबोर्ड देख्नुहुन्छ? कहीँ पनि साइनबोर्ड देख्नुहुन्न, कुनै पनि ठाउँमा छैन। ठमेलमा एक दुई ठाउँमा छ, नगरपालिकाका व्यक्तिहरू आउँछन्, तपाईँहरू कहाँ दर्ता गर्नुभएछ, के गर्नुभएछ भने हाम्रो यस्तो छ भनेर भनिसकेपछि पनि अब त्यही हो कुरालाई चाहिँ नि अब सायद देशमा परिवर्तन भएको छ, केही परिवर्तन हुन्छ कि भन्ने हामीले आशा लिएका छौँ। अब अहिले एक्जाम्पल भन्दाखेरिमा हाम्रो अहिले मैले 5 जनालाई यो स्पा सेन्टरमा रेकी अध्यापन गराएको थिएँ। त्यसमा एउटा विदेशी नागरिक हुनुहुन्छ, उहाँले फिल गर्नुभयो कि उहाँले धेरै आध्यात्मिक विधाहरूमा उहाँ घुमेर यहाँ यो स्पा सेन्टरमा पुग्नु भएको रहेछ। स्पा सेन्टरमा पुग्नु भएको रहेछ र उहाँको व्यक्तिगत एउटा समस्या रहेछ र त्यो समस्या चाहिँ नि धेरै वर्षको यात्रापछि चाहिँ नि अब मैले रेकी उपचार सिकेँ। रेकी उपचार सिकेको भन्नाले अब त्यो चाहिँ नि फुलफिल हुन्छ भन्ने कुरा चाहिँ नि उहाँले विश्वास लिनुभएको छ। योभन्दा ज्वलन्त मलाई रिजल्ट अरू कुरा के चाहिए र हैन। 10औं ठाउँको उपचार केन्द्र, 10औं यस्तो हिलिङ पद्धतिमा लागेर समस्या समाधान नभएको आज सिकेको 3 दिनमै उहाँले रियलाइज गर्नुभयो। त्योभन्दा ठुलो कुरा, ठुलो एचिभमेन्ट चाहिँ मैले अरू देखेको छैन। यो मात्र 3 दिनको रिजल्ट हो, तर उहाँको व्यक्तिगत कुरा हो, म यहाँ खोल्न चाहन्न। तर उहाँको जुन समस्या अब समाधान हुन्छ भन्ने कुरा चाहिँ उहाँले देख्नुभएको छ। यति छिटो त परिणाम अरू कुनै विधामा आउँछ जस्तो मलाई लाग्दैन हैन। अब यी कुराहरूलाई गर्दाखेरिमा जसरी अब हिजोका दिनमा हिजोको परिप्रेक्ष्यको कुरा गरेर अहिले हामीले केही पनि गर्न सक्दैनौँ। हिजो गइसक्यो, बितिसक्यो, हिजो भनेको बितिसक्यो। अब भनेको के त भनेदेखि हामीलाई नेपाल सरकारले खुल्ला गरिदिनु पर्यो, ओपन गरिदिनु पर्यो। ओपन गरिसकेपछि अब जति हामीले रेकी मास्टर उत्पादन गरिसकेका छौँ, जति रेकी हिलरहरू उत्पादन गरिसकेका छौँ र जतिले हामीसित रेकी उपचार लिइसकेको छ, त्यसलाई हामीले जब नेपाल सरकारले हामीलाई अलिकति खुकुलो गर्ने बित्तिकै हामी के त भने उहाँहरूलाई हामी सङ्गठन गर्छौँ, उहाँहरूलाई हामी सङ्गठित बनाउँछौँ। अब हेर्नुहोस् न, किन योगको पनि बल्ल भर्खरै हैन, यत्रो वर्ष हामी योगको लागि हामीले सङ्घर्ष गरिरहेको 32-33 वर्ष भयो। 32-33 वर्ष सङ्घर्ष गर्दा वर्तमान सरकारभन्दा पनि अगाडिको सरकारले चाहिँ नि हामीलाई ल अब हामी प्राथमिक शिक्षासम्म चाहिँ नि योगको अध्ययन अध्यापन गराउँछौँ भनेर 32-33 वर्षको यात्रापछि हामीले त्यो स्वीकृति पायौँ। यो सजिलो छैन, यो कुरा सजिलो छैन। तर अब नेपाल सरकारले पनि अलिकति फितुलो गरिदिएर र हामीले जति पनि हाम्रो तर्फबाट अरू मास्टरहरू पनि छन्, अन्य म मात्रै ग्रान्ड मास्टर भनेर म भन्दिनँ, म मात्रै मास्टर भनेर म भन्दिनँ, एक मात्र म रेकीको मास्टर भनेर त्यो पनि भन्दिनँ। मैले नि 44-45 जना रेकी मास्टरहरू प्रतिपादन गरिसकेको छु। उहाँहरू सबैलाई सङ्गठित गराएर र अन्य कुनै मास्टरहरू, अन्य कुनै गुरुहरूबाट पनि सिकेर आएका मास्टरहरूलाई पनि हामीले सङ्गठित गर्न सक्यौँ
हिलरहरूलाई सङ्गठित गर्न सक्यौँ र जसले उपचार लिएर प्रतिफल पाएको छ या प्रतिफल नपाएकोहरू पनि उहाँहरूलाई पनि हामीले यो सङ्गठनभित्र सङ्गठित गर्न सक्यो भनेदेखि चाहिँ नि यसको भविष्य चाहिँ नि एकदम राम्रो छ। किनभनेदेखिमा भारतको थुप्रै सहरहरूमा र जापानको, सिङ्गापुरको, थाइल्यान्डको थुप्रै सहरहरूमा रेकी उपचारले नि आफ्नो व्यवसाय फस्टाएर ठुलो ठुलो हस्पिटल खोलेर, रेकीको हस्पिटल खोलेर सञ्चालन गरिरहेका छन्। र अझ विशेष त भन्ने हो भनेदेखि यसको अध्ययन अध्यापन गराउनको लागि अमेरिकामा त एउटा PhD सम्म पढाउन मिल्ने युनिभर्सिटी खोलिसकेको छ। छिट्टै जापान र भारतमा पनि युनिभर्सिटी खुल्दैछ। त्यसबाट एफिलिएसन हामीले लिएर काम गर्न सक्यो भनेदेखि चाहिँ नि यसको भविष्य उज्जवल छ। यो 44 वर्षको इतिहासमा जम्मा 2 जनालाई मैले उपचार गर्न सकिनँ, निको पार्न सकिनँ रोग। मैले 2 जना व्यक्तिहरूलाई मैले हिलिङ गरेँ। 2 जना व्यक्तिमा 1 जना व्यक्तिलाई हिलिङ गर्दाखेरिमा चाहिँ नि उहाँको कस्तो बानी थियो भनेदेखिमा बिहान हाम्रो संस्थामा आएर रेकी उपचार लिने, अनि त्यसपछि खानासाना खाएर दिउँसोतिर अर्को संस्थामा गएर अर्को उपचार लिन जाने, फेरि अर्को संस्थामा गयो अर्को उपचार लियो, अनि त्यो लिँदाखेरि त्यो मिसमास भयो, के खिचडी भयो। त्यसले गर्दाखेरिमा अब उहाँले त यसरी थुप्रै ठाउँमा गर्यो भनेदेखि छिटो निको होला भनेर उहाँले गर्नुभएको होला। तर डाक्टरले 7 दिन खानु भनेर दिएको औषधि एकै दिनमा खाएर त्यो रोग त निको हुँदैन र उहाँलाई चाहिँ त्यो दिगदारीपना आयो, उहाँले छोड्नु भयो, उहाँलाई हिलिङ गर्न सकिनँ। अर्को एकजनालाई चाहिँ मैले हिलिङ गरेँ। 3 महिना हिलिङ गरिसकेपछि उहाँ हामीप्रति विश्वासिलो बन्नु भएन कि। हामीले 3 महिना उपचार गरिसकेपछि उहाँको केही अंश भनौँ मैले 5% राम्रो भयो। उहाँलाई ट्युबरकुलोसिस थियो, क्षयरोग थियो। 5% चाहिँ उहाँलाई राम्रो भयो, 95% उहाँलाई राम्रो भएन। नभइसकेपछि मैले के सल्लाह दिएँ भन्दाखेरिमा हेर्नुस्, तपाईँ यहाँ आएर हामीसित उपचार गरिरहँदाखेरिमा तपाईँको समय पनि लाग्छ र तपाईँको केही आर्थिक खर्च पनि लाग्छ, बढ्दै जान्छ। त्यसकारण चाहिँ तपाईँ आफै गर्नुहोस्, सिक्नुहोस् भनेर भन्दाखेरि उहाँ मान्नु भएन र अन्तमा उहाँको अन्त्य भयो। मैले 44 वर्षको इतिहासमा मैले गर्न नसकेको भनेको यी 2 जनालाई हो। अरूलाई चाहिँ नि 100% मैले राम्रो बनाएर पठाएको छु, 100% परिणाम प्राप्त गरेको छु। त्यसै कारण चाहिँ नि म यो निरन्तर रूपमा 44 वर्षसम्म लागिराखेको छु। 44 वर्ष लाग्नु भनेको त्यो राम्रै पोजिटिभली भएरै लागेको होला, नेगेटिभली भएको भएदेखि त यत्रो वर्ष म लाग्दिनँ थियो।